सुन्दर देशहरूको बारेमा छलफल गर्नेछौँ जुन हरेक यात्रीको मनमा हुन्छ। मलाई अलि लामो समयसम्म। नम्बर 1, जापान। जब सुन्दरता, अनुशासन र शान्तिसँग जोडिन्छ, जापान साँच्चै शान्तिको देश हो। जापान एउटा यस्तो देश हो जहाँ प्राचीन परम्परा र आधुनिक प्रविधि निर्बाध रूपमा मिसिन्छ। चाहे त्यो चम्किलो टोकियो होस् वा क्योटोको शान्त मन्दिरहरू, प्रत्येक ठाउँले शान्तिको एक अद्वितीय अनुभूति प्रदान गर्दछ। जापानको सुन्दरता दृश्यहरूमा मात्र सीमित छैन। यसको सफा सडकहरू, समयनिष्ठता र विनम्र मानिसहरूले पनि यसलाई साँच्चै विशेष बनाउँछन्। माउन्ट फुजीको हिउँले ढाकिएको चुचुरो जापानको हस्ताक्षर ल्यान्डमार्क हो, जसले विश्वभरका फोटोग्राफरहरूलाई आकर्षित गर्दछ। नम्बर 2, थाइल्यान्ड हो। थाइल्यान्डलाई बिना कुनै मुस्कानको भूमि भनिँदैन। यो देश सुन्दरता, रमाइलो र सरलताको उत्तम संयोजन हो। यसको नीलो महासागर, सेतो बालुवा समुद्र तटहरू र नरिवलका रुखहरूको साथ थाइल्यान्ड सपना जस्तो लाग्छ। फुकेट, क्राबी र पटाया जस्ता समुद्र तटहरू विश्वव्यापी रूपमा प्रसिद्ध छन्। यसका बौद्ध मन्दिरहरू, सुनौला मूर्तिहरू र शान्त वातावरणले शान्तिको एक अद्वितीय अनुभूति प्रदान गर्दछ। अनि हो, थाइल्यान्डको स्ट्रिट फुड सस्तो, स्वादिष्ट र अविस्मरणीय छ। यसको प्राकृतिक सौन्दर्यसँगै यहाँको जीवन्त रात्रि जीवनले पनि मानिसहरूलाई आकर्षित गर्छ। नम्बर 3, इन्डोनेसिया। इन्डोनेसिया संसारको सबैभन्दा ठुलो र यही कुराले यसलाई यति विशेष बनाउँछ। यसमा 17 भन्दा बढी टापुहरू छन्। प्रत्येकको आफ्नै विशिष्ट पहिचान छ। मानिसहरूले बालीलाई पृथ्वीको स्वर्ग भन्छन्। हरिया धानखेत, शान्त समुद्र तट, ज्वालामुखी पहाड र शानदार सूर्यास्तले इन्डोनेसियाको सौन्दर्य मनमोहक छ। यसको पानी मुनिको संसार पनि मनमोहक छ। कोरल चट्टान, रङ्गीन माछा र सफा पानी डाइभिङ उत्साहीहरूका लागि खजाना हो। 4 नम्बरमा नेपाल। नेपाल सानो देश हुन सक्छ, तर यसको सुन्दरता अपार छ। विश्वको सर्वोच्च शिखर सगरमाथा यहाँ अवस्थित छ, जसले नेपाललाई अद्वितीय बनाउँछ। हिउँले ढाकिएका पहाडहरू, शान्त तालहरू, हरिया वनहरू र साना गाउँहरूले नेपालमा प्रकृतिलाई निर्मल देखाउँछन्। पोखराका तालहरू र काठमाडौँका मन्दिरहरूले आध्यात्मिक शान्तिको अनुभूति प्रदान गर्छन्। नेपालको सुन्दरता केवल देखिने मात्र होइन, यसको सरल जीवनशैली र मुस्कुराउने मानिसहरूमा पनि प्रतिबिम्बित हुन्छ। यो ठाउँ भिडभाडबाट टाढा शान्ति खोज्नेहरूका लागि